जय मसीह। म प्रकाश परियार, क्यारिस बाइबल चर्चका पास्टर। यहाँहरूलाई यस जीवित वचन कार्यक्रममा स्वागत भन्न चाहन्छु। हामी रोमीको पुस्तकबाट अध्ययन गर्दै आइरहेका छौँ। गत हप्ता हामीले रोमीको पुस्तक 5 अध्यायलाई सकाएका थियौँ। आज हामी रोमीको पुस्तक 6बाट हाम्रो अध्ययनलाई अगाडि बढाउनेछौँ। त आउनुहोस् हामी सुरु गरौँ रोमीको पुस्तक 6 अध्याय। पावलले यस पत्रमा लेख्दछन् कि एक व्यक्ति कसरी परमेश्वरको उपस्थितिमा प्रवेश गर्दछ, एक व्यक्तिले अनन्त जीवन कसरी प्राप्त गर्दछ र परमेश्वरसँग अनन्तसम्म रहिरहन्छ। यो अति नै महत्त्वपूर्ण प्रश्न हो। यो प्रश्नको उत्तर प्रत्येक व्यक्तिले दिनुपर्छ। स्वर्ग प्रवेश गर्नको लागि धार्मिकताको आवश्यकता पर्दछ भन्दै पावलले यो पत्र सुरु गर्दछन्। अनि उनले भन्दछन् कोही पनि धर्मी छैन। स्वर्ग प्रवेश गर्नको लागि एकजना पनि पूर्ण धर्मी छैन। अन्य जातिहरू धर्मी छैनन् र यहुदीहरू पनि धर्मी छैनन्। र अन्ततः उनले 3 अध्यायमा देखाउँदछन् कि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसैले स्वर्ग प्रवेश गर्नको लागि आवश्यक धार्मिकता तपाईँ र मैले आफै कमाउन सक्दैनौँ, तर परमेश्वरले हाम्रो लागि उपलब्ध गराउनु भएको धार्मिकता छ। त्यो धार्मिकता चाहिँ स्वर्ग प्रवेश गर्नको लागि आवश्यक धार्मिकता हो। यो कुराको प्रमाण दिनको लागि पावल पुरानो नियमबाट धार्मिकताका पिता अब्राहमको उदाहरण दिन्छन्, किनकि अब्राहमले पनि विश्वासद्वारा धार्मिकता प्राप्त गरेका थिए र त्यो धार्मिकता अति आवश्यक पर्ने धार्मिकता हो। जब हामी परमेश्वरमा विश्वास गर्छौं र अनन्त जीवनको लागि उहाँमा भर पर्दछौं, तब त्यो धार्मिकता हामी प्राप्त गर्न सक्छौं। र अध्याय 4ले देखाउँदछ कि अब्राहमले परमेश्वरमा विश्वास गरे र त्यो उनको लागि धार्मिकता गनिएको थियो र दाउदमा पनि त्यही प्रकारको धार्मिकता थियो। जब हामी येशू नै मसीह हुनुहुन्छ भनेर विश्वास गर्छौं, तब हामीले पनि त्यो धार्मिकता प्राप्त गर्न सक्दछौं। त्यसैले अब यो नयाँ करार स्थापना गरिएको छ। स्वर्ग प्रवेश गर्नको लागि अति आवश्यक धार्मिकता हामीलाई परमेश्वरले अनुग्रहद्वारा सित्तैमा दिनुभएको छ। र 5 अध्यायमा पावलले बताउँदछन् कि परमेश्वरसँग स्थापना भएको हाम्रो नयाँ सम्बन्धको लाभहरू के हुन् भनेर। जब हामी येशूले गर्नुभएको काममा विश्वास गर्दछौँ, तब हामी विश्वासद्वारा परमेश्वरको नजिक जान सक्छौँ। पावल भन्दछन् विश्वासद्वारा प्राप्त भएको धार्मिकताको पहिलो लाभ परमेश्वरसँग हाम्रो मिलाप भएको छ। हाम्रो पापहरूको कारणले गर्दा परमेश्वर विरुद्धको हाम्रो दुश्मनी अब अन्त भएको छ र अब हामी परमेश्वरसँग एकतामा छौँ। उहाँ कहाँ हामीले येशू ख्रीष्टद्वारा प्रवेश पाएका छौँ। अब हामीसँग आशा छ, किनभने हामीले थाहा पाएका छौँ हाम्रो अनन्तताको सुरक्षा छ। यो सुरक्षा हामीले जीवनमा गरेका कामहरूद्वारा होइन, तर येशूले क्रुसमा हाम्रो लागि गर्नुभएको बलिदानको कारणले गर्दा हो। यो कुरा थाहा पाएकोले गर्दा हामीमा निश्चयता छ, हामीसँग परमेश्वरको प्रेम छ। हामीले देख्यौं कि पावलले पहिलो आदम र अन्तिम आदम येशू ख्रीष्टको बारेमा कुरा गरेर अध्याय 5 को अन्त गरेका थिए। पहिलो आदमद्वारा संसारमा पाप प्रवेश गर्यो र अन्तिम आदम येशू ख्रीष्टले त्यो पापलाई हटाउनु भयो। अब हामी अध्याय 6 मा प्रवेश गरेका छौं। एक व्यक्तिले प्रभु येशूलाई व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गरिएको छ भने उसले त्यो धार्मिकता प्राप्त गरेको छ, परमेश्वरसँग मिलाप भएको छ, शान्ति स्थापना भएको छ र उसको अनन्त जीवन सुरक्षित छ। र अब अर्को प्रश्न उठ्छ, परमेश्वरसँगको यो हाम्रो नयाँ सम्बन्धमा हामी कसरी जिउनु पर्छ? हामीले स्वर्गमा प्रवेश पाएका छौं भने एक विश्वासीको रूपमा यस संसारमा कसरी पवित्र जीवन जिउने भनेर अध्याय 6 ले बताउँदछ। अध्याय 5 ले बताउँदछ हामी पापको दण्डबाट स्वतन्त्र भएका छौं र 6 अध्यायले बताउँछ हामी पापको शक्तिबाट पनि स्वतन्त्र बनाइएका छौं क्रुसको कामद्वारा। त हामी सुरु गरौँ। 1 देखि 14 पदमा पावलले बताउँछन् अनुग्रहको अधीनमा भएको विश्वासी र पापको बानीको समस्याको बारेमा उनले बताउँछन्। प्रेरित पावलले पहिला येशूको मृत्यु र पुनरुत्थानमा हाम्रो चिनारीको सत्यतालाई अगाडि सार्दछन् 6 अध्यायको 1 देखि 14 पदमा, र त्यसपछि यही सत्यताको ज्योतिको आधारमा हाम्रो जीवन जिउनको लागि शिक्षा दिन्छन् 15 देखि 23 पदमा। पावलले 5 अध्यायको 20 पदमा
व्यवस्था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ्यो अनुग्रह झन बढी मात्रामा बढ्यो भनेका थिए। त्यसैलाई निरन्तरता दिँदै पावल 6 अध्यायको 1 पदमा भन्दछन्, के हामीले धेरै अनुग्रह प्राप्त गर्न सकौं भनेर पापको जीवन जिउनु पर्छ त भन्दछन्। हामी 1 पदलाई पढौं। अब हामी के भनौं? के अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागिरहौं त भनेर पावलले प्रश्न गर्छन्। जब एक व्यक्तिले प्रभु येशूले क्रुसमा गर्नुभएको काममाथि विश्वास गर्छ, उहाँको सुसमाचारमाथि विश्वास जब एक व्यक्तिले गर्छ, तब त्यो व्यक्तिले म येशूको मृत्यु र पुनरुत्थानमा सहभागी भएको छु भनेर सहमति जनाउँछ। पापको लेखी मरेको र ख्रीष्टमा नयाँ गरी जन्मेको नयाँ मानिस भनेर उसले आफूले आफूलाई महसुस गर्दछ। उसले पहिलेको पाप स्वभावलाई ख्रीष्टसँगै चिहानमा गाडेको हुनाले फेरि पापमा लागिरहँदैन, बरु नयाँ गरी जन्मेको मानिस जस्तै नयाँ स्वभाव धारण गर्दै अघि बढ्दछ। हामी 2 पदलाई पढौं। त्यसो नहोस्, हामी जो पापको लेखी मर्यौं त कसरी हामी अझै त्यसैमा जिउनु? पावलले पद 1 को प्रश्नलाई 2 पदमा पहिला जवाफ दिन्छन्। त्यसपछि बताउँछन्, हामी पाप गरिरहन सक्दैनौं किनभने येशूमा विश्वास गरेपछि हामी पापप्रति मरेका हुन्छौं। येशूमा भएको हाम्रो स्थानको यो सत्यता हो। जब येशू हाम्रो पापको निम्ति मर्नुभयो, तब उहाँ हाम्रा प्रतिनिधित्वको रूपमा मर्नुभयो। उहाँ हाम्रो प्रतिनिधित्वको रूपमा मात्र होइन, बरु हाम्रो साटोमा, हाम्रो ठाउँमा मरिदिनुभयो, हाम्रो प्रतिनिधित्वको रूपमा मर्नुभयो। त्यसैले जब उहाँ मर्नुभयो, हामी पनि उहाँसँगै मर्यौं। पापको सबै प्रश्नको समाधान गरेर सधैँको लागि मरिदिनुभयो। जो जति पनि ख्रीष्टमा छन् ती सबैलाई परमेश्वरले पाप प्रति मरिसकेको भनेर हेर्नुहुन्छ। यसको मतलब विश्वासी पाप रहित हुन्छ भन्ने होइन। यसको मतलब एक विश्वासी ख्रीष्टको मृत्युको सबै अर्थमा उहाँसँगै चिनिएको छ भन्ने चाहिँ हो। किनभने पापको जीवन परमेश्वरमा स्वीकार्य कि हुँदैन, किनभने पाप प्रति हाम्रो मृत्युले पापसँगको हाम्रो सम्बन्धलाई परिवर्तन गर्छ। हामी 3 पदतर्फ लागौं। के तिमीहरू जान्दैनौ हामी सबै जतिले ख्रीष्ट येशूमा बप्तिस्मा लियौं उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं भनेर पावलले बताउँछन्। 3 र 4 पदमा पावल बताउँछन् पाप प्रति विश्वासी मरेको छ भन्ने कुराको उनले उदाहरण दिन्छन् बप्तिस्माको कुरालाई अगाडि सार्दै। पावल यहाँ 3 पदमा प्रश्न गर्छन्, के तिमीहरू जान्दैनौ भनेर उनले प्रश्न गर्छन्। पावलले यहाँ भन्नु खोजेको आशय चाहिँ के हो भने, एक व्यक्ति ईसाई भएपछि यो आधारभूत कुरा त थाहा पाउनै पर्ने हो भन्दै हामी सबै जतिले ख्रीष्ट येशूमा बप्तिस्मा लियौं उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं भनेर बताउँदछन्। अब यहाँ पावलले कुन बप्तिस्माको बारेमा कुरा गर्दछन् त? जब एक व्यक्ति येशूमा बचाइन्छ र मुक्ति पाउँछ, तब त्यो व्यक्तिको ख्रीष्ट येशूमा बप्तिस्मा हुन्छ। यस अर्थमा कि त्यो व्यक्ति येशूको मृत्यु र पुनरुत्थानमा एकै भएको चिनारी भएको हुन्छ। जब पावलले यहाँ बप्तिस्माको कुरा गर्छन्, उनले ख्रीष्टसँगको हाम्रो आत्मिक पहिचान र पानीको बप्तिस्मामा यसको संकेत दुवैको बारेमा बताइरहेका छन्। तर जसै बप्तिस्माको तर्क अघि बढ्दछ, पावलले विशेष गरी पानीको बप्तिस्मामा जोड दिएको यहाँ देखिन्छ। किनकि उनले विश्वासीहरू कसरी ख्रीष्टसँगै उहाँ चाहिँ गाडिए र एकैसाथ ख्रीष्टसँगै उहाँको मृत्युमा सहभागी भयो भनेर बताउँदछन्। जो ख्रीष्ट येशूमा परिवर्तन हुन्छन् तिनीहरूले तत्कालै आफूलाई बप्तिस्माको लागि उहाँमा सुम्पन्छन्। त्यसैले त हाम्रो प्रभु येशूले एकै श्वासमा भन्नुभयो, विश्वास गर्ने र बप्तिस्मा लिने बचाइनेछ भनेर मर्कुस 16 को 16 मा उहाँले बताउनु भयो। मुक्तिको लागि बप्तिस्मा नभई नहुने आवश्यकता होइन, तर पनि पानीको बप्तिस्माको एक अपरिवर्तनीय चिन्ह हुनुपर्छ, उहाँसँगै मरेको र जी उठेको। हामी 4 पदलाई पढौं। यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनुभयो त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौं भनेर पावल बताउँदछन्। पानीको बप्तिस्माले ख्रीष्टमा बप्तिस्मा भएको कुराको एक बाहिरी देखिने प्रमाण दिन्छ। पानीको डुब्की बप्तिस्माले पानी मुनि डुब्दा
ख्रिस्टको व्यक्तित्वमा उहाँको मृत्युमा उहाँसँगै गाडिएको र पानीबाट बाहिर निस्कदा ख्रिस्टसँगै एक नयाँ मानिसको रूपमा नयाँ जीवन जिउनको लागि बौरी उठेको कुराको चित्रण गर्दछ। जसै एक व्यक्ति पानी मुनि जान्छ तब उसले भन्छ कि आदमको पापी छोराको रूपमा म क्रुसमा ख्रिस्टसँगै मरेको थिएँ र जसै ऊ पानीबाट बाहिर निस्कन्छ तब उसले भन्छ अब उसो जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। प्रेरितहरूले अभ्यास गरेको सुरुको बप्तिस्मामा पानीमा डुबाएर नै थियो, डुबकी बप्तिस्मा थियो। हामी ख्रिस्टको पुनरुत्थानमा एकै रूपमा पहिचान भएका हुनाले हामी पनि नयाँ जीवनको मार्गमा हिँडौँ। पुनरुत्थान पछि ख्रिस्ट पहिले चाहिँ व्यवहार गर्नु भएन तर महिमित शरीरमा हुनुहुन्थ्यो। त्यसरी नै हामीमा पनि नयाँ स्वभाव हुनु आवश्यक छ। जब हामी हाम्रो भौतिक शरीरबाट महिमित शरीरमा परिवर्तन हुन्छौँ वा र्याप्चरद्वारा महिमित शरीर धारण गर्छौँ त्यसपछि सदाको लागि ख्रिस्ट चाहिँ हामी पनि महिमित हुनेछौँ। हामी 5 देखि 10 पदतर्फ अघि बढौँ। पावलले यहाँ येशूसँगै हाम्रो मृत्यु र पुनरुत्थानमा उहाँसँगै हाम्रो सहभागिताको अर्थलाई अगाडि बढाउँदछन्। 5 पदमा यदि उहाँको मृत्युमा हामी उहाँसँगै एउटै भएका छौँ भने उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक हुने छौँ। पावलले यहाँ ख्रिस्टसँगको घनिष्ठ सम्बन्धलाई प्रस्तुत गर्नको लागि हामी उहाँसँगै एउटै भएका छौँ भन्दै उनले यस सन्दर्भलाई अगाडि बढाउँदछन्। रुख र हाँगाको सम्बन्ध जस्तै प्रभु येशूले यूहन्नाको पुस्तक 15 अध्यायमा रुख र त्यसको हाँगाको बारेमा बताउनु भयो। हामी येशूमा कलमै बाँधिएका हाँगाहरू हौँ र उहाँद्वारा नै हामीले जीवन पाउँछौँ र उहाँमा नै हाम्रो अस्तित्व छ। कतिपय मानिसहरू ख्रिस्टको पुनरुत्थानको महिमामा एकै हुन तयार हुन्छन् तर उहाँको मृत्युमा चाहिँ एकै हुन इच्छा गर्दैनन्। हामी 6 पदलाई हेरौँ। हामी जान्दछौँ कि हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रुसमा टाँगियो ताकि हाम्रो पापमय शरीर नाश होस् र अब उसो हामी पापका कमारा नहौं। जसले परमेश्वरको अनुग्रहको मूल्य बुझेको छ र ख्रिस्टमा नयाँ गरी जन्मेको छ उसले आफ्नो पुरानो स्वभावलाई ख्रिस्टसँगै क्रुसमा टाँगिएको थियो भनेर विश्वास गर्छ। उसको सम्पूर्ण पुरानो चिनारी समेत क्रुसमा नाश भएको हुन्छ र अब उसको मालिक परिवर्तन भएको छ। पाप उसको पहिलेको मालिक थियो तर ख्रिस्टमा विश्वास गरेर नयाँ जन्म पाएर नयाँ मानिसमा परिवर्तन भएपछि उसको मालिक धार्मिकता भएको छ। ख्रिस्ट येशू उसको नयाँ मालिक हुन्छ। अब ख्रिस्टमा नयाँ जन्म पाएको मानिस पाप गर्न बाध्य छैन। एक कमाराले आफ्नो मालिकलाई खुसी पार्नु नै उसको प्रमुख जिम्मेवारी हुन्छ। अब हामी पापको अधीनमा छैनौं तर धार्मिकताको अधीनमा छौं। ख्रिस्ट हाम्रो मालिक हुनुहुन्छ र उहाँलाई खुसी पार्नु नै हाम्रो प्रमुख दायित्व हो किनकि हामी पापको शक्तिबाट स्वतन्त्र भइसकेका छौं। त्यसैले हामीले आफ्नो जीवन र शरीरलाई पुरानो मनुष्यत्वद्वारा अधीन गर्न दिनु हुन्न किनभने हामी ख्रिस्टमा नयाँ सृष्टि भएका छौं। दोस्रो कोरिन्थीको पुस्तक 5 अध्यायको 17 पदले भन्छ ख्रिस्ट येशूमा हुनेहरू नयाँ सृष्टि हुन्। अनि एफिसीको पुस्तक 4 अध्यायको 22 पदले बताउँछ छली लालसाहरूद्वारा भ्रष्ट भएकाहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग। हामी 7 पदलाई पढौं। किनभने जो मरेको छ त्यो पापबाट मुक्त भएको छ। यहाँ प्रयोग गरिएको मुक्त शब्द एक कानुनी शब्द हो। विश्वासी पापको दोषबाट मुक्त भएको छ र पाप गर्नको लागि अब उसो ऊ बाध्य छैन। हामी 8 पदलाई पढौं। तर यदि हामी ख्रिस्टसँग मरेका छौं भने त उहाँसँग जिउने पनि छौं भन्ने विश्वास गर्दछौं। ईसाईहरूले हामी ख्रिस्टसँग मरेका छौं र ख्रिस्टसँग जीवित पनि बनाइएका छौं भन्ने कुरा थाहा पाएर मात्र हुँदैन। यसलाई विश्वास पनि गर्नुपर्दछ र त्यसैको आधारमा जीवन पनि जिउनु पर्दछ। 9 पदलाई हामी पढौं। हामी जान्दछौं कि ख्रिस्ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुने छैन। अब उसो उहाँमाथि मृत्युको राज्य हुँदैन। 10 पदलाई पढौं। जुन मृत्युमा उहाँ मर्नुभयो त्यो पापको लेखी सधैँको लागि एकैपल्ट मर्नुभयो तर जुन जीवनमा उहाँ जिउनुहुन्छ त्यो परमेश्वरको निम्ति जिउनुहुन्छ। ख्रिस्ट पापको लेखी सधैँको लागि एकैपल्ट मर्नुभयो। ख्रिस्ट अहिले जीवित हुनुहुन्छ र परमेश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ अधिकारसँग।
परमेश्वरलाई चिन्नु अघि एक समय हामी पनि परमेश्वरदेखि बिराना र मरेको अवस्थामा थियौं। विश्वासीहरू पनि ख्रीष्टसँगै एकै भएर जोडिएका हुनाले हामी पनि परमेश्वरमा जीवित छौं भनेर विश्वास गर्न सक्छौं। पावलले यहाँ बताउँछन्, तर जुन जीवनमा उहाँ जिउनुहुन्छ त्यो परमेश्वरको निम्ति जिउनुहुन्छ। हामीलाई दिएको नयाँ जीवन आफ्नै लागि जिउनका निम्ति दिएको होइन। जसरी ख्रीष्ट नयाँ जीवनमा परमेश्वरको निम्ति जिउनुहुन्छ, त्यसै गरी हामी पनि परमेश्वरबाट पाएको हाम्रो नयाँ जीवन परमेश्वरको लागि जिउनुपर्छ। किनभने हामी पापको लागि मरेका होइनौं, तर पापबाट र पापको दोषबाट स्वतन्त्र तुल्याएका हौं र हामीलाई दिएको अनन्त जीवन आफू खुसी जिउनका लागि दिएको होइन, तर परमेश्वरलाई मनपर्ने जीवन जिउनका लागि दिएको हो। यो कुरा हामीले एकदमै ख्याल गर्नुपर्छ। हामी 11देखि 12 पदतर्फ हेरौं। यहाँनिर येशूसँगै हाम्रो मृत्यु र पुनरुत्थानमा सहभागिताको सिद्धान्तको व्यवहारिक कुरालाई पावलले यहाँ सिकाउँदछन्। 11 पदमा, त्यसै गरी तिमीहरूले पनि आफू आफूलाई पापको लेखी मरेका तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नु पर्छ। विश्वासीहरू येशूको मृत्युमा सहभागी भएका कारणले गर्दा तिनीहरू पहिले नै पापको लेखी मरिसकेका छन् भन्ने सत्यता 3देखि 10 पदले प्रकट गर्दछ। विश्वासीहरू ख्रीष्टसँगै मरेका र जीवित भएकाले गर्दा पावलले यहाँ विश्वासीहरूलाई आफू आफूलाई पापको लेखी मरेका तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नुपर्छ, परमेश्वरमा जीवित भएको गन्नुपर्छ भनी आग्रह गर्दछन्। हाम्रो शारीरिक भोकले हामीमाथि शासन गरेको परमेश्वरले चाहनु भएन। यस शरीरमा छौंजेल हामीले शारीरिक इच्छा र अभिलाषाहरूसँग सङ्घर्ष गर्नेछौँ। हामी प्रत्येक दिन परमेश्वरको अघि गएर पुरानो स्वभाव मरेको छ भनेर ठान्नुपर्छ र विश्वासद्वारा पुरानो स्वभावमाथि विजयको दाबी गर्नुपर्छ। ख्रीष्टमा परिवर्तन हुनु अघि हामी पापको शक्तिमा दास थियौं, तर अब हामी पापको शक्तिलाई इन्कार गर्नका लागि स्वतन्त्र भएका छौं। हामी 12 पदलाई पढौं। यसकारण शरीरका अभिलाषा अनुसार चल्नु नपरोस् भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्य गर्न नदेऊ। ख्रीष्ट येशूमा भएका विश्वासीहरू पापको लेखी मरेका भए तापनि पाप अझै समस्याको रूपमा खडा छ। परमेश्वरको अनुग्रहद्वारा ख्रीष्ट येशूमा हामीले पापको शक्तिबाट छुटकारा पाए तापनि, पापको शक्तिबाट स्वतन्त्र भए तापनि पापको उपस्थितिबाट भने अझै छुटकारा पाएका छैनौं, किनभने हामी मरणशील शरीरमा छौं। हाम्रो शरीरले पापको स्वाद अझै बिर्सेको छैन। तर जब हामी यस संसारबाट विदा भएर यस मरणशील शरीरलाई त्यागी महिमित शरीर धारण गर्नेछौं, त्यसबेला हामी पापको उपस्थितिबाट समेत सदाको निम्ति छुटकारा पाउनेछौं। हामी 13 पदलाई पढौं। आफ्ना शरीरका अंगहरू दुष्टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर, तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरू जस्तै आफैलाई परमेश्वर कहाँ देइहाल र शरीरका अंगहरूलाई धार्मिकताका साधन जस्तै परमेश्वर कहाँ समर्पण गर भन्न पावलले बताउँदछन्। 13 र 14 पदमा प्रभु येशूले हामीलाई दिनुभएको त्यस स्वतन्त्रतामा हामी कसरी हिँड्ने भन्ने कुरा पावलले बताउँदछन्। 12 पदमा सम्पूर्ण शरीर दृश्यमा हामी देख्दछौं, तर 13 पदले शरीरका प्रत्येक अंगलाई जोड दिन्छ। हामीले अझै पाप गर्नु आवश्यक छैन। अहिले हामीले पाप गर्नको लागि आफैलाई शरीरका कुराहरूमा समर्पण गर्ने कि धार्मिकताको काम गर्नका लागि परमेश्वर कहाँ समर्पण गर्ने भन्ने कुराको छनौट गर्ने अधिकार हामीसँगै छ। 14 पद पढौं। किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ भनेर पावलले बताउँदछन्। पावलले यहाँ 14 पदमा पापले तिमीहरूमाथि राज्य गर्ने छैन भन्दै बताउँछन्। पहिलो कारण हाम्रो पुरानो मनुष्यत्व क्रुसमा मरिसकेको छ। दोस्रो कारण हामी व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौं। व्यवस्थाको अधीनमा भएको व्यक्तिमाथि पनि पापको हात हुँदैन। किनभने व्यवस्थाले उसलाई के गर्नुपर्छ भनेर बताउँदछ, तर ठिक काम गर्नका लागि व्यवस्थाले शक्ति चाहिँ प्रदान गर्दैन। व्यवस्थाले निश्चित काम गर्नका लागि पतित मानव स्वभावमा सुस्त रूपमा उसको इच्छालाई हलचल गराउँदछ। भनिन्छ निषेधित फल मिठो हुन्छ भनेर। अनुग्रहको अधीनमा भएको व्यक्तिमा
पापले राज्य गर्दैन, किनभने ऊ पापको लेखी मरेको हुन्छ र पवित्र जीवन जिउनका लागि उसको हृदयमा पवित्र आत्मा वास गर्नुहुन्छ। मुक्तिदाता प्रतिको प्रेमद्वारा एक विश्वासी प्रोत्साहित भएको हुन्छ, दण्डको डरको कारणले गर्दा होइन। वास्तवमा अनुग्रहले विश्वासीमा पवित्रता उत्पन्न गराउँदछ। हामी 15 देखि 23 पदतर्फ हेरौं। यहाँ पावलले अनुग्रहको अधीनमा भएको विश्वासी र कहिलेकाहीँ सम्भावित पापको समस्याको बारेमा उनले बताउँदछन्। पावलले यहाँ भन्छन् 15 पदमा, अब के हामी व्यवस्थाको अधीनमा छैनौं तर अनुग्रहको अधीनमा छौं भनेर पाप गर्ने त कदापि होइन। अनुग्रहसँग डराउनेहरूले भन्छन् अनुग्रहले पाप गर्नको लागि अनुमति पत्र दिन्छ। पावल भन्छन् हामी व्यवस्थाबाट स्वतन्त्र छौं तर व्यवस्था विहीन र छाडा छैनौं। अनुग्रहको अर्थ हामी परमेश्वरको सेवा गर्नका लागि स्वतन्त्र भएका छौं भन्ने हो, तर उहाँको विरुद्धमा पाप गर्नका लागि भने स्वतन्त्र गराइएका पक्कै होइनौं। अनुग्रहको अधीनमा छौं भनेर पाप गर्ने त भनेर पावलले प्रश्न गर्दछन्। हामीले अलिकता पाप गर्दा हुन्छ त? पावल भन्दछन् कदापि होइन, किनभने परमेश्वरले कुनै पनि पाप स्वीकार गर्न वा पापलाई सहन गर्न सक्नुहुन्न। हामी 16 पदतर्फ हेरौं। के तिमीहरू जान्दैनौ? आज्ञाकारी कमाराको रूपमा आफैलाई जस कहाँ समर्पण गर्छौ, जसको आज्ञा तिमी पालन गर्छौ, जसको कमारा पनि हुनेछौ, कि त मृत्युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको। प्रत्येक मानिस कुनै न कुनै कुराको अधीनमा हुन्छ र कुनै न कुनै कुरा वा मानिस वा लत वा धन सम्पत्तिको दास बनेकै हुन्छ भन्ने सिद्धान्तलाई पावलले यहाँ अघि सार्दछन्। रोममा नागरिकहरूको संख्या भन्दा पनि दासहरूको संख्या निकै धेरै थियो। रोमको मण्डलीमा धेरै विश्वासीहरू दासहरू पनि थिए र दास हुनुको अर्थ रोमका विश्वासीहरूले राम्रोसँग बुझेका थिए। यदि हामी पापको कमारा बन्नलाई आफैलाई समर्पण गर्छौं भने हाम्रो गन्तव्यको अन्तमा मृत्यु ढुकी बस्नेछ। अर्कोतर्फ यदि हामी परमेश्वरको आज्ञा पालन गर्नलाई छनौट गर्छौं भने त्यसको परिणाम एक पवित्र जीवन हुनेछ। पापका कमाराहरू दोष, डर र दुःखले बाँधिएका हुन्छन्, तर परमेश्वरका दासहरू तिनीहरूका नयाँ स्वभावले मन पराउने काम गर्नका लागि स्वतन्त्र हुन्छन्। त्यसैले यदि तपाईँ स्वतन्त्र हुन सक्नुहुन्छ भने किन कमारा भन्ने त? हामी 17 पदलाई पढौं। तर परमेश्वरलाई धन्यवाद होस् कि तिमीहरू जो एकपल्ट पापका कमारा थियौ, अब जुन शिक्षाको नमुनामा तिमीहरू सुम्पिएका थियौ त्यो हृदयले पालन गर्ने भएको छौ। रोमका विश्वासीहरू जो एकपल्ट पापका कमारा थिए तिनीहरूले येशू ख्रीष्टको शिक्षाको प्रभावलाई सकारात्मक रूपमा प्रत्युत्तर दिएका थिए। त्यसैले पावल यहाँ परमेश्वरलाई धन्यवाद दिन्छन्। रोमका विश्वासीहरू तिनीहरूलाई दिइएको अनुग्रहको सुसमाचारलाई पूर्ण हृदयले पालन गर्ने पनि भएका थिए। हामी पापका कमारा हुनबाट स्वतन्त्र भएका छौं। अहिले हामी पापको बन्धनबाट स्वतन्त्र छौं र अनुग्रहको अधीनमा छौं। पापबाट स्वतन्त्र भएर पनि पाप गर्नुको कुनै अर्थ रहँदैन। बरु हामीले धार्मिकताको खातिर परमेश्वरको हातमा उहाँको साधनको रूपमा आफूलाई सुम्पन सक्छौं। हामी 18 पदतर्फ लागौं। तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताका कमारा बनेका छौ भनेर पावलले बताउँछन्। यसको मतलब अब उसो पाप हाम्रो मालिक होइन, धार्मिकता हाम्रो मालिक हो। त्यसैले हामीले धार्मिकताको सेवा गर्नुपर्छ। यदि तपाईले जागिर छोडेर नयाँ ठाउँमा काम गर्दै हुनुहुन्छ र अझै पनि पहिलेकै मालिकलाई खुसी पार्ने इच्छा गर्नुहुन्छ भने त्यो गलत कुरा हुन्छ। पावल यहाँ भन्दछन् हामी धार्मिकताका कमारा बनेका छौं। यसको मतलब विश्वासले कहिल्यै पनि पापै गर्दैन भन्ने होइन, तर यसको मतलब तिनीहरूको जीवनमा अधीन गर्ने शक्ति पापबाट स्वतन्त्र भएका छन् भन्ने कुरालाई यसले संकेत गर्दछ। हामी 19 पद तलतिर हेरौं। तिमीहरूमा रहेको मानवीय कमजोरीको कारणले म तिमीहरूले बुझ्न सकिने भाषामा बोलिरहेको छु, किनकि जसरी तिमीहरूले एकपल्ट आफ्ना अङ्गहरूलाई अशुद्ध र झन बढी अपराधका निम्ति समर्पण गर्यौ, अब त्यसरी नै पवित्रकरणको निम्ति आफ्ना अङ्गहरूलाई धार्मिकताको निम्ति समर्पण गर। धार्मिकता साथ जिउनेहरू वास्तवमा बन्धनमा हुँदैनन्। व्यवहारिक धार्मिकता दासत्व होइन। जसले पापको अभ्यास गरि नै रहन्छ त्यो पापको दास हो। तर येशूले स्वतन्त्र गराउनु भएकाहरू वास्तवमै स्वतन्त्र हुन्।
भनेर यूहन्ना 8 अध्यायको 34 र 36 पदले बताउँदछ। येशूमा परिवर्तन हुनुभन्दा अघि विश्वासीहरूले तिनीहरूको शरीरलाई नै सबै प्रकारका अशुद्ध कामहरूका लागि सुम्पेका थिए। डाह, हत्या, ईर्ष्या, लोभ, झै झगडा, अशुद्ध बोली वचन, अरूलाई नराम्रो दृष्टिले हेर्ने इत्यादि कामहरूका लागि आफ्ना शरीरका अङ्गहरू, हात, खुट्टा, आँखा लगायत हृदय समेत अशुद्धता र झन बढी अपराधका निम्ति समर्पण गरेका थिए। तर अब विश्वासीहरूले त्यसरी नै पवित्रकरणको निम्ति आफ्ना अङ्गहरूलाई धार्मिकताको निम्ति समर्पण गर्नुपर्छ। हामी 20 पदलाई पढौं। तिमीहरू पापका कमारा भएको बेलामा चाहिँ धार्मिकताको लागि स्वतन्त्र थियौ। अनि 21 पदमा अब जुन कुराहरूमा तिमीहरू अहिले शर्माउँछौ सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ, ती कुराहरूको अन्त्य चाहिँ मृत्यु हो भनेर पावलले बताउँदछन्। परमेश्वर बिनाको जीवन निराशाले भरिएको जीवन हो। धूम्रपान, लागु औषध र मद्यपान वा अन्य गलत लतमा हिँडेका मानिसहरूका लागि ती कुराहरू सुरुमा राम्रा लाग्लान्, तर अन्तमा ती कुराहरूले नै नराम्रोसँग जकडिएपछि तिनै कुराहरू विष बनेर मृत्युमा पुर्याउँछन्। त्यसैले पापको उपज, पापको अन्त्य र प्रतिफल चाहिँ मृत्यु हो, आनन्द र अनन्त जीवन पक्कै होइन। हामी 22 पदलाई पढौं। तर अब तिमीहरू पापबाट मुक्त भई परमेश्वरका कमारा भएका छौ, अनि तिमीहरूले पाउने प्रतिफल चाहिँ पवित्रकरण हो र त्यसको अन्त्य चाहिँ अनन्त जीवन हो। आफ्नो सृष्टिकर्ता र मुक्तिदाता येशूलाई चिनेर परिवर्तन भएको व्यक्तिको स्थिति पूर्णतयाले परिवर्तन भएको हुन्छ। विश्वासीहरू पापबाट मुक्त भई स्वइच्छाले परमेश्वरका कमारा भएका हुन्छन्। पापबाट मुक्त भई परमेश्वरको कमारा बन्नेले पाउने प्रतिफल चाहिँ संसारमा छँदा पवित्र जीवन र यस यात्राको अन्तमा अनन्त जीवन हो र अनन्तको लागि पुनरुत्थान भएको महिमित शरीर प्राप्त गर्नेछ। हामी 23 पद पढौं। किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। पावलले यस अध्यायमा प्रस्तुत गर्दै आएका विषयवस्तुलाई 23 पदमा अन्त गर्दछन् र बताउँछन् त्यहाँ दुई मालिक छन्, एउटा पाप र अर्को परमेश्वर। त्यहाँ दुईवटा तरिका छन्। पापको ज्याला मृत्यु हो भने परमेश्वरको सित्तैको वरदान अनन्त जीवन हो। अनि हिसाब पनि दुईटै छन्। दुई हिसाबको अन्तिम नतिजा एउटा पापको ज्याला मृत्यु हो भने परमेश्वरको सित्तै वरदान चाहिँ अनन्त जीवन हो भनेर पावलले बताउँदछन्। विचार गर्नुहोस्, अनन्त जीवन एक व्यक्तिमा छ र त्यो व्यक्ति ख्रीष्ट येशू हाम्रा प्रभु हुनुहुन्छ। येशूमा हुने सबैमा अनन्त जीवन हुन्छ। पवित्रताको जीवनको फल अनन्त जीवन हो। आफ्नो जीवनमा सही मालिक चुन्न सक्नु नै जीवनको सार्थकता हो। तपाईको जीवनमा केले अध्ययन गरेको छ? तपाईको मालिक कुन कुरा बनेको छ? तपाईको मालिक को हो? आज तपाईले र मैले सोच्नुपर्ने समय आएको छ। यदि तपाईले सही मालिक चुन्न सक्नु भएको छैन भने यतिखेर तपाईको लागि समय छ। प्रभु येशूलाई आफ्नो जीवनको मालिक बनाउनुहोस् र अनन्तको लागि खुसी र आनन्दित हुनुहोस्। आशाले भरिएको जीवन जिउनुहोस्। आउने हप्ता हामी रोमीको पुस्तक 7 अध्यायबाट हाम्रो अध्ययनलाई अगाडि बढाउँछौँ। त्यतिन्जेलसम्मको लागि बिदा हुन चाहन्छु। धन्यवाद। जय मसीह।